भनेको चाहिँ बन्जी हान्ने ठाउँ पार्किङको लागि यहाँ रहेछ क्लिफ हैन भित्र यसो छिरेर फेरि बाहिर निस्किनु पर्यो भने 500 रे तो यो 500 मा कस्तो इन्ट्री मात्र हो कि अरु के गर्न पाइन्छ 500 मा यो खाजा सेट हुन्छ खाजा सेट खानु न भने चाहिँ बोर्डमा भएको एउटा एक्टिभिटी फ्री हुन्छ जुनसुकै मध्येमा एउटा हजुर के चाहिँ खाजा खानु पर्यो के चाहिँ एउटा गेम खेल्नु पर्यो के हामी सुन्नु न मेरो चाहिँ 8 ग्रुपमा परेछ रे 12 बजे है मलाई कल आउँछ कल आउँदैन कि म पारीपट्टि जाने भने जुन चाहिँ यति बस्नुहुन्छ कि पारी जानुहुन्छ पारी जानुहुन्छ क्रस गरेर अर्को ठाउँमा जानु अर्को साइडमा त्यहाँ चाहिँ हाम्रो रिसेप्सन छ गएर नाम मेन्सन गर्नु है अनि हजुरलाई चाहिँ टर्न आएपछि त्यहाँबाट इन्फर्म गरेर पठाउनुहुन्छ फर्स्टमा हजुरको नाम भन्नु त विशाल गुरुङ यो दुईटा यस्तो दुईटा लिएको यहाँ यस्तो एक्टिभिटिज स्न्याक्स लग्जरी स्टे स्काई क्याफे स्काई साइक्लिङ ए ओके जानु यसैमा स्काई साइक्लिङ गर्न पाउने हो छैन हैन यो पाउँदैन होला पाउँदैन क्याफे अनि यसको स्टार्ट कुपन चाहिँ नच्यात्नु होला नहराउनुहोस् है बाहिर चाहिँ स्न्याक्स हुन्छ हैन हजुर म पारी गएपछि मात्र हजुरलाई पारी पठाउनु भयो ए पैसा झिक्नु थियो यार ए मलाई त उता कार्ड चल्छ मसँग छ लेट्स गो टिकट राख्यो 228 520 Sky Parades. दुईजना यो वान साइडमा मामा छ अर्को साइडमा भान्जा छ मामाले बन्जी हान्ने रे हामी चाहिँ नहान्ने हो के हान्नु हौ यहाँ बन्जी टक्क लाएर यस्तो छ काली गण्डकीको माथि ठ्याक्कै पुल छ यस पुललाईबाट चाहिँ बन्जी हान्नु पर्ने के भयो के भयो अब म हान्ने भयो एकैचोटि सुरु पालाइसक्यो पालाइसक्यो ल 12-1 बजे भनेको थियो त मान्छेको त यही पाला भाग्यमानीले यसरी पाउँछ त्यो लगाएपछि मान्छे भनेको यस्तो डाक्कल पारेको यार एकैचोटि नत्र पुरै उसमा लाइनमा थियो कस्तो भएछ त रे मामास रे 12-1 बजे भनेको अहिले ठ्याक्कै आइहाल्यो के हो कस्तो भएको छ फिलिङ ए 12-1 बजे त नि हुने भनेर चिल भएर बसिहाल्यो अहिले फेरि भर्खर गरिहाल्नु पर्यो भनेर डर लाग्यो क्या ओ भान्जो जम्बन्जी हान्दैन पैसा छ इलेक्ट्रिक मोटरै हानेछ त यार कत्रो मोटर हानेछ वालेटहरू के छ वालेटहरू कस्तो फिलिङ भएको छ खै अहिले केही भएन के साँच्चै के भएन रे अहिले त पुरा फिलिङ भयो केही पनि भएन टिकट कहाँ छ त्यो पर्दैन होला जिप लाइनको लागि चाहिँ यहाँ छ है यहाँबाट तार चाहिँ यसरी गएको छ
फेरि तलको बाटो अब चाहिँ यहाँ ग्रुप बनेछ अनि दर्शकहरू चाहिँ हामी दर्शक कान्छाको सुरु भयो यतापट्टि साइडमा चाहिँ अलि नबस्दिनु होला है यस्तो तार चाहिँ यो पानीको तार चाहिँ यसरी छुटेर आउँदो रहेछ लाग्दो रहेछ कि यहाँ त्यही भएर अलिक केयर गर्नु होला यहाँ चाहिँ यहाँनिर चाहिँ एउटा मेसिन राखेको रहेछ यो चाहिँ यहाँबाट चाहिँ तान्दो रहेछ यो मेसिनले चाहिँ यो केसहरू त्यसरी तानिरहेको छ परबाट अर्कोले फेरि बन्जी हाल्दैछ हाल्यो एक थरीको बन्जी चाहिँ त्यो रहेछ सुइँ उता जाने अनि एक थरीको चाहिँ तल जाने रहेछ कि दुई थरीको ल कान्छा इज अन द मुभ अब कान्छाको पालो आयो ल अब कसरी हान्दो रहेछ है कान्छाले हेरौँ है गाइज ल भान्जाले हेरिरहेछ भान्जाले हेरिरहेको छ मामाले बन्जी हान्न लाग्यो रे कसरी हान्ने भयो मामाले अब दामीसँग हाने त कान्छाले त ओ माथि आयो त यार सेकेन्ड मामाले उ गर्न सक्दैन अब हुर्की निकाल्न सक्छ ए निकाल्ने रुचन यस्तो गर उस्तो गर भनेर त अब इन्स्ट्रक्सन त पहिले दिएको हुन्छ होइन त्यसै अनुसारको चाहिँ पालना गर्नु नत्र गाली गर्दो रहेछ ल यति बन्जी जम्प हान्नलाई तपाईँको 9000 झ्याप्पै जान्छ ल मनको शान्ति इच्छा त्यही 9000मा पुग्छ यहाँ आउनुहोस् बन्जी हान्नुहोस् है मिसन एक्कम्प्लिस्ड Look at the face of Vanja. How it feels. He's out now. How is the experience? Dami bhayo ni. It was fun, it was good, and it was like daring experience. I did it. He did. Next time. डर लाग्यो भए त्यसमा भन्न सक्दैन म त गयो सिधा ओके रेडी इट वाज गुड एक्सपिरियन्स मैले भनेको बकेट लिस्ट चाहिँ कम्प्लिट भयो सो दिस इज माई बकेट लिस्ट हो बन्जी जम्प इज माई बकेट लिस्ट नेपाल आएर ट्रेकिङ र के भन्थ्यो अरे बन्जी चाहिँ हान्छु भनेको होइन आई थिङ्क ट्रेकिङ चाहिँ भएन होला नेक्स्ट फर्दर डेमा चाहिँ हाम्रो भान्जाले नै हान्छ यु रेडी नेक्स्ट टाइम अब त्यतिको छिन्न होला वेटै छैन बन्जी जम्प पनि ल्याडर रहेछ फेरि लामो त धेरै लामो नै रहेछ है माथि भर्याङ पनि
त्यो अग्लै राखेको नमस्ते हजुर नमस्ते घुम्नको लागि हजुर रेस्टुरेन्ट पनि छ यहाँ हजुर रेस्टुरेन्ट छ ल यो कुस्मा बजार भनेको चाहिँ हो गाइज अब कुस्माको बन्जी जम्प त्यो भइहाल्यो साउथ एसियाको सेकेन्ड लार्जेस्ट बन्जी जम्प त्यो माथिको क्लाइम्बिङ रक क्लाइम्बिङ भयो त्यसपछि यहाँको रेस्टुरेन्ट के गर्नुहुन्छ के गरेको लाइक बेनिफिट भनेको चाहिँ के अरे उसको के चियर अनि स्विङ त्यो नर्मल स्विङ क्या त्यो स्विङ वाइल्ड क्लाइम्बिङ कसलाई क्लिन गर्न क्लिन गर्नुभएको छ अनि त्यो दुईजनाको चाहिँ टिकट छ क्या लाइक चुज गर्न पाउँछ कि न फिक्स हुन्छ फिक्स हुन्छ अरे के गेम खेल्ने हो के गेम छ र गेममा चाहिँ के पर्छ के भनेको थियो नि रक क्लाइम्बिङ छ रक क्लाइम्बिङ रक क्लाइम्बिङ छ अरे रक गर्ने रक क्लाइम्बिङ गर्न म पनि रक क्लाइम्बिङ ओके हामी बेट है बेट गर्ने बेड ल कति छ 500 को बेड गर्ने हैन के बागलुङको हो यी बागलुङको हो घरका त काठमाडौँ हो यहाँसम्म आइसक्यो अनि कन्टिन्यू हान्ने जस डर लाग्छ यस्तो मर्दा जो छोराहरू पनि डराउँदै कुस्मामा आउँदाखेरि बन्जी जम्प हालेपछि गुड नाइट डाइट हो काइन्ड अफ भान्जेको डाइट चाहिँ के हो यत्रो मान्छेभन्दा ठुलो मोटो फ्राई अनियन ऱ्यापको पाएको छ के त बोल कस्तो भयो बाइट बिग बाइट यो प्याटीमा गएन कि सेकेन्ड स्टेपमा जानु त प्याटीमा सेकेन्ड बाइट हान्नु भल्टो गएन भाइ सेकेन्ड बाइट गयो नि त कति बाइट हाल्नु कति बाइट हाल्नु खै त तेरो एक बाइट मात्रै गयो जस्तो देखिन्छ त मुखै सानो भयो कि तेरो हस्यो ल अहिले चाहिँ खाजा खाए पश्चात चाहिँ अब चाहिँ हामी लाग्दैछौँ अब जुन टिकट हामीले लिएको थियो त्यो टिकटबाट चाहिँ हामीले चाहिँ कि खाजा खानुपर्ने कि त केही एउटा गेम खेल्नुपर्ने हुँदो रहेछ त्यसको लागि चाहिँ अब यहाँबाट हामी चाहिँ त्यो रक क्लाइम्बिङ त्यसमा जाँदैछौँ अहिले यो देखिरहनु भएको चाहिँ यो कलरफुल एकदम रङ्गीचङ्गी डोको
अनि त्यो भर्याङमा देखिरहनु भएको छ बन्जीको साथसाथै अरू गेम पनि यहाँ खेल्न मिल्छ भनेर लेखिएको रहेछ यहाँ चाहिँ। त्यो स्विङ भनेको चाहिँ यो एउटा स्विङ। ल हाम्रो चाहिँ यो सर्ट एन्ड इन्स्ट्रक्सन पछि त्यहाँ भनेको हुन्छ यस्तो गर्नु उस्तो गर्नु त्यसरी जानु भनेर इन्स्ट्रक्सन दिएको हुन्छ। अनि त्यसपछिबाट चाहिँ हामी चाहिँ यो रक क्लाइम्बिङको लागि चाहिँ माथि गयौँ। भर्खर घन्टी बजाएँ। यसरी माथि घन्टी बजाएपछि फेरि तर ओर्लिनको लागि चाहिँ अनि त्यो डोरीमा समातेर तर ओर्लिनु पर्ने हुन्छ। Okay, we're heading back. यो कुशमा अनि यो चाहिँ हाम्रो भेना हराएको बाटो यानी कि मेरो बाटो च्यानल सब्सक्राइब गरिदिनुहोस् गाइस। कान्छाको बकेट लिस्टमा जम्पिङ एउटा टिक लाग्यो। नेपाल आएको वर्थ इट जस्तो भयो। अझै पनि यहाँ मान्छे त टर्नै रहेछ त मैले लाइनमै रहेछ त कि सबै दर्शक मात्रै हो त। वेट बढी गयो। ल अब चाहिँ यहाँ चाहिँ अब सर्टिफिकेट लिने ठाउँ। अब जम्पी हानेकै पन्जी कान्छाले अब कान्छाले सर्टिफिकेट लिने होला नि अब यहाँ। सर्टिफिकेट सक्सेसफुल्ली बन्जी जम्प। तर सर्टिफिकेटले चाहिँ ब्रेभेरी भनेको चाहिँ हुँदैन अहिले नि आफ्नो मनमा हुन्छ कि होइन। ल अझै कडक हाने केटाहरू कडक हाने। नो ब्रेभेरी विथ सर्टिफिकेट है। ल गो आउट। कुन बाटो भन्नु जाने हो? मलाई त थाहा छैन। अब जुन सेम बाटो चाहिँ मलाई थाहा छैन। सेम बाटो अर्को सरङकोट हुँदै बाटो के अरे खोइ अब हाम्रो जेन हाम्रो मार्किङ हानेको खै त सर्टिफिकेट आयो। क्लाइम्बिङ हानेको सर्टिफिकेट मैले 500 रुपियाँ जित्नुपर्ने हो यहाँ दिएन हेर्नु। चाँडो गर्छु भने होइन चाँडो त्यो चाँडो गरेर घन्टी बजाउनले त माथि त भुलिसकेको थियो कि भिड नै छ। ज्याकेट लाउनु पर्ने होला नि अहिलेको अब जाने हो।